गृहमन्त्री सुदन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहसँग गरे यस्तो आग्रह। प्रधानमन्त्री बालेन्द्र शाहले गरे ठाडै अस्वीकार। यसबारे पुरै जानकारी। नेकपा एमाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली विरुद्ध असन्तुष्टि बढ्दै। केपी शर्मा ओलीलाई नेकपा एमालेका नेताहरूले नै दिए यस्तो चेतावनी। गृहमन्त्री सुदन गुरुङको विवादमा नेता भीम रावलको प्रहार। शून्य सहनशीलता अब कहाँ गयो भन्दै गरे गम्भीर प्रश्न। सरकारी कर्मचारीहरूलाई महिनामा 2 पटक तलब दिने नेपाल दक्षिण एसियाकै पहिलो देश। आज स्वर्णिम वाग्लेले गरे यस्तो कुरा सार्वजनिक। प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञानेन्द्र शाहीको खुल्ला पत्र। केराको बिचौलियाहरूलाई कारबाही गर्नुहोस् भन्दै गरे यस्तो कुरा सार्वजनिक। किसानहरूलाई न्याय दिनुहोस् भन्दै ज्ञानेन्द्र शाही। गृहमन्त्रीलाई पक्राउ गर्न माग गर्दै नेपाल प्रहरीमा जेन्जी मुभमेन्टको यस्तो उजुरी। के अब साँच्चीकै नेपाल प्रहरीले गृहमन्त्री सुदन गुरुङलाई पक्राउ गर्न सक्ला त? आज विज्ञहरूले गरे यस्तो कुरा सार्वजनिक। रवि लामी छानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट। रवि लामी छाने बने निकै नै चिन्तित। र गृहमन्त्री सुदन गुरुङले रवि लामी छाने र बालेन्द्र शाहलाई छुट्टा छुट्टै भेटवार्ता गरे। भेटवार्तामा गृहमन्त्री पदबाट हटाउने विषयमा दुई नेताले किन यस्तो सहमति गरे? अब हेर्नुहोस् पुरा समाचार। दर्शकबिन नमस्कार। तपाईँ अहिले हेर्दै हुनुहुन्छ हाम्रो खोज युट्युब च्यानल। दर्शकबिनहरू सदा जस्तै आज पनि विशेष रिपोर्टका साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू समाचार सुरु गरौँ आजको पहिलो प्रसङ्गबाट। दर्शकबिनहरू गृहमन्त्री सुदन गुरुङलाई तत्काल पक्राउ गर्न माग गर्दै नेपाल प्रहरीको हेडक्वार्टरमा जेन्जी मुभमेन्टको उजुरी परेको छ भने यो सँगै अहिले गृहमन्त्री सुदन गुरुङ भने निकै नै चिन्तित बनेका छन् भने अहिले नेपालको राजनीतिकमा भने निकै नै ठुलो हंगामा मचिएको छ। गृहमन्त्री सुदन गुरुङलाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न माग गर्दै जेन्जी मुभमेन्टले आइजिपी समक्ष लिखितम उजुरी पेश गरेका छन् भने प्रवक्ता विजय शाहद्वारा हस्ताक्षर उजुरी इमेल मार्फत नेपाल प्रहरीको मुख्यालयमा पठाइएको जानकारी प्राप्त भएको छ भने निवेदनमा गृहमन्त्री सुदन गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गर्न माग समेत गरिएको छ। जेन्जी मुभमेन्टले आफ्नै विरुद्धको अनुसन्धान प्रक्रियामा पद बहाल रहनु स्वार्थको द्वन्द र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने भन्दै गृहमन्त्री पदमै रहँदा परमा नष्ट हुन सक्ने र न्याय सम्पादनमा अवरोध पुग्न सक्ने खतरा रहेको जनाएको छ। पानी वितरणको नाममा स्वयंसेवक बनेर समग्र जेन्जी आन्दोलनलाई हाइज्याक गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजेको आरोप उनीमाथि लगाइएको छ भने यस्तै आन्दोलनको दुरुपयोग गरी धन आर्जन गरेको, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरेको तथा 76 जना शहीदहरूको बलिदान र घाइतेहरूको अपमान गरेको दाबी पनि जेन्जी मुभमेन्टको रहेको छ। पत्रको यथार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत दिएको प्रवक्ता शाहले बताएका छन् भने यो सँगै अहिले गृहमन्त्री सुदन गुरुङ भने निकै नै चिन्तित बनेका छन्। दर्शकबिनहरू गृहमन्त्री सुदन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष लिखितम जवाब बुझाएका छन् भने त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुदन गुरुङले राजीनामा दिने विषयमा पुनः यस्तो कुरा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन समक्ष गृहमन्त्री सुदन गुरुङले लिखितम स्पष्टीकरण बुझाएका छन् भने प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्टीकरण माग गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रधानमन्त्री समक्ष लिखितम स्पष्टीकरण बुझाएका हुन्। पछिल्लो समय गृहमन्त्रीको शेयर लगानी र उक्त लगानीसँग विवादित व्यवसायसँग जोडिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो राखेको बुझिएको छ भने विवादस्पद व्यापारी दीपक भट्टको कम्पनीबाट शेयर खरिद गरेको विषयमा प्रश्न उठेकाले गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखितम स्पष्टीकरण दिएको जानकारी प्राप्त भएको छ। गृह मन्त्रालयको सचिवालयले भन्यो हिजो गृहमन्त्री सुदन गुरुङले आफै ऋण लिएर शेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए। गुरुङले लिखितम स्पष्टीकरणमा पनि आफूले शेयरमा लगानी रहेको खुलाएको तर कम्पनीको नाम उल्लेख नगरेको स्पष्टीकरणमा भनिएको छ। त्यस्तै उनले सामाजिक सञ्जाल मार्फत भन्ने झैं कुनै पनि कम्पनीमा लगानी गर्नु कुनै अपराध नभएको विषय पनि स्पष्टीकरणमा उल्लेख समेत गरिएको छ भने अहिले यो विषयले नेपालको राजनीतिक निकै नै तातिएको छ भने के साँच्चीकै प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले गृहमन्त्री सुदन गुरुङलाई पदबाट हटाउलान् त भन्दै अहिले विभिन्न किसिमका प्रश्नहरू उठेका छन्। दर्शकबिनहरू गृहमन्त्री सुदन गुरुङ विवादमा तानी लगत्तै नेता भीम रावलले कडा प्रहार गरेका छन् भने शून्य सहनशीलता अब कहाँ गयो भन्दै उनले गम्भीर प्रश्न समेत गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाप्रति प्रश्न उठाएका छन्। आफ्नो सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै नेता भीम रावलले
नेतृत्वले सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नारा दिने सत्तारूढ पक्षले अहिले कस्तो कदम चाल्छ भन्ने विषयमा नेपाली जनताको ध्यान केन्द्रित भएको उनले बताएका छन्। गृहमन्त्री सुदन गुरुङको सम्पत्ति शुद्धिकरण प्रकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टको व्यापारिक सम्बन्धका कारण विवादमा तानिएका छन् भने साथै जेनजी आन्दोलन पछिको शेयर खरिदा बारे सम्पत्ति विवरणमा स्पष्ट नखुलेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। नेता भीम रावलले अन्य दलका मन्त्रीमाथि यस्तै आरोप लागेको भए राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल पदबाट हटाएर स्वतन्त्र छानबिनको माग गर्ने संकेत गर्दै वर्तमान परिस्थितिमा देखिने दोहोरिने मापदण्डप्रति कटाक्ष समेत गरेका छन्। गृह मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिसँग सम्बन्धित यस्ता गम्भीर विषयमा सरकार र सम्बन्धित दलले के निर्णय गर्छ नेपाली नागरिकहरूले चासोका साथ हेरिरहेका छन् उनले बताएका छन्। यस्तै उनको भनाइसँग गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित विवादमा त्यस्तै नेता भीम रावलको यो भनाइसँग गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित विवादमा राजनीतिक प्रतिक्रिया थप तीव्र हुने संकेत देखिएको छ भने अहिले यो विषयले नेपालको राजनीतिकमा निकै नै ठूलो हंगामा मचिएको छ। दर्शकबिनहरू, प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञानेन्द्र शाहीको खुल्ला पत्र, केराका बिचौलियाहरूलाई कारबाही गर्नुहोस्, नेपाली किसानहरूको पसिनाको मूल्य दिनुहोस् भन्दै आज ज्ञानेन्द्र शाहीले यस्तो कुरा सार्वजनिक गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानप्रति सरकारको ध्यान आकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन्। उनले केराको बजार मूल्य र किसानले पाउने मूल्य बीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह समेत गरेका छन् भने खुल्ला पत्रमा ज्ञानेन्द्र शाहीले भनेका छन् बजारमा केरा प्रति दर्जन 350 देखि 400 रुपैयाँसम्म बिक्री भइरहँदाखेरि नेपाली किसानहरूले केवल 70 देखि 85 रुपैयाँ मात्र पाउँदा अत्यन्तै दुःखद अवस्था रहेको उनले बताएका छन्। उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नु पर्ने अवस्था अन्यायपूर्ण रहेको उनले बताएका छन् भने उनका अनुसार यस समस्याको मुख्य कारण बिचौलियाको अत्याधिक प्रभाव रहेको उनले बताएका छन्। नेपाली किसानहरूबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य धेरै बढेको उनले जानकारी समेत गराएका छन् भने किसानहरू सिधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियाहरूमा निर्भर हुन बाध्य भएको उनको भनाइ समेत रहेको छ। ज्ञानेन्द्र शाहीले यो समस्या केवल केरा बालीमा सीमित नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको उनले बताएका छन् भने यदि यस्ता समस्या समाधान गरिएन भने किसानहरू कृषि पेशाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्ने खुल्ला पत्रमा भनिएको छ। त्यस्तै उनले सरकारसँग केराका बिचौलियाहरूमाथि कडा कारबाही गर्न, किसानहरूलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गरेका छन् भने किसानको पसिना अनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व रहेको उनको भनाइ समेत रहेको छ। त्यस्तै ज्ञानेन्द्र शाहीले यस गम्भीर विषयमा सरकार चाँडै संवेदनशील भई प्रभावकारी कदम चाल्नेमा आफूलाई विश्वास रहेको पनि उनले जानकारी गराएका छन्। दर्शकबिनहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटे लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गृहमन्त्रीले गरेका छन् भने यस्तै अहिले गृहमन्त्री सुदन गुरुङ भने निकै नै विवादित बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङलाई हिजो एक दिनमै 3 पटक भेटेका छन् भने सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि गृहमन्त्री विवादमा तानिएका हुन्। त्यसपछि उनी निरन्तर पार्टीको पदाधिकारीहरूलाई भेटघाट गरिरहेका छन् भने स्रोतले दिएको जानकारी अनुसार हिजो मात्र 3 पटक रवि लामिछानेलाई भेटेका गृहमन्त्री सुदन गुरुङ सिंहदरबार बसिरहेको मन्त्री परिषदको बैठकमा पुगेका थिए। रवि लामिछानेबाट पाएको कुरालाई प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउन उनी पुगेको स्रोतको भनाइ समेत रहेको छ भने गृहमन्त्री सुदन गुरुङलाई रवि लामिछाने र बालेन्द्र शाहले पदबाट हटाउँछन् वा हटाउँदैनन्, गृहमन्त्रीलाई बचाउ गर्छन् कि गर्दैनन् भन्दै अहिले आम नेपाली जनताहरूले यो विषयलाई निकै नै चासोको साथ हेरिएका छन् भने त्यस्तै गृहमन्त्री सुदन गुरुङलाई छिटो भन्दा छिटो पदबाट हटाउनु पर्ने भन्दै अहिले आवाज उठे लगत्तै अहिले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने यो विषयमा निकै नै चिन्तित बनेका छन् भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केही आलोचना समेत भएको छ। दर्शकबिनहरू, नेकपा एमाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली विरुद्ध असन्तुष्टि बढ्दै गएको छ भने नेकपा एमालेका केही शीर्ष नेताहरूले कुनै पनि हालतमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब पदबाट राजीनामा दिनुपर्ने समेत बताएका छन्। नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओली विरुद्ध असन्तुष्टि बढ्दै गएको संकेत सार्वजनिक कार्यक्रमहरूमा देखिन थालेको छ भने पछिल्लो समय पार्टीका विभिन्न भेला कार्यक्रम तथा सभा समारोहमा पहिले झैं केपी शर्मा ओलीका पोस्टर र तस्बिरहरू राख्ने चलन घट्दै गएको देखिएको छ। पहिले नेकपा एमालेका कार्यक्रमहरूमा अध्यक्ष केपी शर्मा ओलीको ठूलो आकारको पोस्टर, ब्यानर तथा तस्बिरहरू अनिवार्य जस्तै राख्ने गरिन्थ्यो तर अहिले भने धेरै कार्यक्रमहरूमा यस्ता पोस्टरहरू देखिन छाडेका छन्।
यसले पार्टीभित्र आन्तरिक असन्तुष्टि चुनिँदै गएको संकेत गर्ने विश्लेषकहरूको भनाइ समेत रहेको छ। पार्टीभित्र केही नेताहरूले नेतृत्व शैली, निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै आएका छन् भने उनीहरूले सामूहिक नेतृत्व, पारदर्शिता र आन्तरिक लोकतन्त्रको आवश्यकता औलाउँदै आएका छन्। यिनै कारणले कार्यकर्ता तहमा समेत मिश्रित प्रतिक्रिया देखिन थालेको छ भने यद्यपि नेकपा एमाले नेतृत्व पक्ष भने यस्ता विषयलाई सामान्य रूपमा लिँदै आएको छ। त्यस्तै नेकपा एमालेका नेताहरूका अनुसार कार्यक्रम व्यवस्थापनको स्वरूप परिवर्तन, खर्च नियन्त्रण र स्थानीय प्राथमिकताको कारण पोस्टर कम देखिएको हुन सक्ने बताउँदै आएका छन् भने राजनीतिक विश्लेषकहरूले भने यसलाई केवल व्यवस्थापनको विषय मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलन र असन्तुष्टिको संकेतका रूपमा हेर्नुपर्ने बताएका छन्। आगामी दिनमा नेकपा एमाले भित्रको आन्तरिक राजनीति कसरी अघि बढ्छ भन्ने विषयले अहिले राष्ट्रिय राजनीतिकमा समेत प्रभाव पार्ने देखिएको छ भने त्यस्तै अहिले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरको आलोचना हुने गरेको छ।